अहिलेसम्म तपाईँ र हामीलाई छिच्चेर राखेको, पेलेर राखेको, अचतेर राखेको आज मङ्गोल मित्रहरूले निकाल्दै हुनुहुन्छ, यहाँ खोतल्दै हुनुहुन्छ। यहाँ साह्रै खुसी लागेर आयो। यहाँ बाहुन क्षेत्रीहरूको शत्रु मङ्गोल त होइन, तर बाहुन क्षेत्रीको शत्रु त बाहुन क्षेत्री नै हो। यहाँ कता कति गोरोबाट कालो भइसकेको, गोरो कुकुरबाट कालो कुकुर भइसकेको मित्रहरूलाई कता कता मनमा चित्त दुखिरहेको होला। आज मङ्गोलले बेसरी गाली गर्यो। शेरे, प्रचण्डे, बाबुरामे, खड्के, ज्ञाने चोरहरूलाई गएर गाली गर। हामीलाई गाली गर्नुको कुरा अर्थ छैन। त्यो हामीलाई गाली गर्नु उल्टो चाकमा पेट्रोल लगाएर आगो लगाएर लगाइदिनु उपाय मात्रै हो। त्यो झन् छिटो आउने दिनु। हामीलाई कुनै गाली गर्नुको अर्थ छैन। त्यसैले अब बाहुन क्षेत्रीको विषयमा मैले बोल्नु पर्दा प्रचण्डे, ज्ञाने, शेरे, कमले यिनीहरू त ग्रिन कार्ड पिआर लिएर स्विजरल्यान्ड, हङकङ, युके यहाँतिर त घर घटेरी जोडिसके। यी त अब फ्लाइट मात्रै तयारीमा छन्, रेडीमा। अब कसले दुःख पाउने त, कसले बस्ने त भन्दाखेरि धान खाने मुसा चोल पार्ने भेउटा भने जस्तो यही हलोद्वार चोटेर बस्ने यहाँको बाहुन क्षेत्रीले चाहिँ गाली पनि खाने हो, कुटाइ पनि खाने हो। त्यही भएर यो मङ्गोलको बक्सिङ खानुभन्दा अगाडि, यो मङ्गोलको ब्रेन गन खानुभन्दा अगाडि बाहुन र क्षेत्रीहरूले त्यो माथि प्रधानमन्त्री बनाएर पठाएको, नेता बनाएर पठाएको बाहुन क्षेत्रीको छाला काट्नुहोस्, चुक्नुन डल्न चाहिँ नआउला। यदि तपाईँहरू चाहिँ साँच्चै नै मान्छे बन्न चाहनुहुन्छ भने अहिलेसम्म एउटा मैले बुद्धिजीवी बाहुन क्षेत्री भेटेन। अहिलेसम्म भेटेन, एउटा बाहुन क्षेत्री नि भेटेन। बाहुन क्षेत्रीले बुद्धिमानी भएको भए त हो हिजोको दिनमा यो पुर्खा, हाम्रो पुर्खालाई बास दिएको रहेछ, गाँस दिएको रहेछ, हाम्रो पुर्खाले गल्ती गरेको रहेछ हो, मङ्गोललाई हामीले सहयोग गर्नु पर्थ्यो भन्नुपर्ने। उल्टो मङ्गोललाई टर्साउन खोज्ने, उल्टो मङ्गोललाई दबाउन खोज्ने। ए शरणार्थी हो, अलिकता बाँच्ने पनि त विचार गर। मर्नलाई यति छिटो हतार नगरेन हो। हामी पनि बचाउन चाहिरहेका छौँ, हामी चाहिरहेका छौँ बचाउन। यो बाहुन क्षेत्रीको बुद्धि भएको भए भुङ्गा त ढोक्न पठायो। आकाशमा रब्बरको अथवा कुनै यन्त्र जोडेर गरजको शिवजीको भगवान भनेर आकाशमा यन्त्र उडाएर ओ भगवान आयो ल पूजा है भन्ने छैन। त्यो गर्ने बुद्धि छैन। माले बुद्धि त माले बिन्नु जम्मै मङ्गोललाई लुट्ने, जम्मै मङ्गोललाई खेदो गर्ने भन्ने यिनीहरूको बुद्धि पनि छैन। मैले सुनेको छु यहाँ बाहुन र क्षेत्री भन्दा पनि अझै बढी तर्सेको त बाहुन क्षेत्रीको झोलेहरूको अझै। यहाँ त्यो झोलेहरूलाई नदेखि नै डाम्लो बाँधेको हुन्छ बाहुन क्षेत्रीले। अतिश्रेय डाम्लो, त्यो अतिश्रेय डाम्लोले बाहुन क्षेत्रीले घुमाइराखेको हुन्छ। त्यो हरियो घाँस देखाइदिएर त्यो दौडेको छ, घाँस खान कहिले पाउने होइन, पानी खान नपाएर नि कति चाहिँ झोलेहरू त मरिसक्यो। अब मङ्गोल नेसनल अर्गनाइजेसनले गरेको कुरा यहाँ मलाई लाग्छ कति पास्टरज्यूहरू पनि आउनुभयो होला, कति लामाज्यूहरू पनि आउनुभयो होला बुद्धको, कति मुस्लिमको अल्लाह मल्लाहज्यूहरू पनि आउनुभयो। यहाँहरूको बुद्धि हेर्छु, प्रभु आशिष दिनुहोस् न, ज्ञान बुद्धि दिनुहोस् नि भन्छु माथि। अब चुनावमा यहाँबाट यहाँसम्म चन्दन घसेको बाहुनलाई, टुपी ठाडो पारेको बाहुनलाई भोट दिने, अनि प्रार्थना गर्ने, फेरि चर्चमा गएर प्रार्थना गर्ने, गुम्बामा गएर प्रार्थना गर्ने, मस्जिदमा गएर हे अल्लाह, हे जिजस, हे बुद्ध किन यो देश धर्मनिरपेक्ष भएन भनेर प्रार्थना गर्ने, उहाँ भोट दिने बेलामा चन्दन घस्ने बाहुनलाई दिने। अनि
फेरि झगडा गर्ने why you not listen my voice भनेर चाहिँ माथि जिजससित प्रार्थना गर्ने चाहिँ बुद्धसित चाहिँ रिसाउने अल्लाहसित रिसाउने मेरो कुरा किन सुनाइ भएन भनेर ए बाबा ज्ञान र बुद्धि त दिइसकेको छ त त्यो कसलाई भोट दिँदाखेरि चाहिँ कसले धर्म निरपेक्ष गर्छ भने होइन र त्यसैले सरी डोमिनेसन गरेको होइन मैले आउने चुनावमा पास्टरले विश्वासीहरूलाई सिकाउनुहोस् बुद्धका लामाजीहरूले आफ्नो अन्यायहरूलाई सिकाउनुहोस् मुस्लिमको मल्लाजीहरूले आफ्नो समुदायहरूलाई सिकाउनुहोस् यहाँ यो माओवादी खाओवादी त्यो बाबुरामे हत्यारा त्यो रूप फेर्न लाग्यो नयाँ शक्ति भन्ने त त्यो कामै छैन त्यो हेर्दै रुन्चे अनुहार त्यो मर्न लाग्यो बुढोले के गर्छ केही पनि गर्दैन त्यो बाबुरामेको नयाँ शक्तिले त्यो कमलेको आमा गाईले त्यो कमलेले त्यो आमालाई गुन्यौ लगाइदिन नसक्नेले के देश बनाउँछ मैले त भेटेँ भने त्यसलाई एउटा कत्तु किनेर लगाइदियो भनेर त्यो कत्तु किन्ने पैसा दिनुपर्ने अवस्था भएको छ त्यो आमा र बालाई खुल्ला नाङ्गो हिँड्न मिल्दैन कपडा लगाएर हिँड्ने हो त्यो खुल्ला हिँड्नेको यो इज्जत नभएको बाहुन छेत्रीहरूले मात्रै त्यसो गर्छ हुन त अहिले अब यो बाहुन छेत्रीको सन्तान हो कोही यो युरोपतिरका यो अमेरिकातिरको नाङ्गै अनेकौँ फिल्म बनाने भने तिनीहरू न अब सन्तान त हुनेकै हुन् त्यो भएर पनि होला है त्यो भएर मैले भन्न चाहन्छु कि अब आउने चुनावमा पास्टरले लामाले मल्लाले एकजुट भएर मङ्गोल नेसनललाई भोट दिनुहोस् मङ्गोल नेसनलले तपाईँको चर्चमा सोलर राख्दैन तपाईँको गुम्बामा त्यो सोलर राख्दैन तपाईँको त्यो मस्जिदमा कुनै सोलर राखिँदैन तपाईँहरूलाई संविधानमा अधिकार राखिन्छ है अधिकार राखिन्छ यो गाई आमा भन्ने गोरु बा भनेर लात्ते लाम्ने जोत्ने अब यिनको चाहिँ बुट्टी पनि बिन्नु यी मान्छे पनि अब त बिन्नु हुँदैछन् अब हराउँदैछन् अब यो पिआरओ ग्रिन कार्ड के लिएर भाग्दैछन् यहाँबाट अब छिटै भागेर किन खेद्नु पर्यो र हामीले आफै भागेपछि त्यो पनि राम्रै कुरा हो त्यो भएको कारणले अब यहाँ बाहुन छेत्रीले थाहा पाइसक्यो त्यो अदिश्र डाम्लोले बाँधेका पनि भुक्किने हो कि भन्ने चिन्ता छ त्यो बाहुन छेत्रीलाई अब यो एमाले माओवादी जे भने पनि अब यिनीहरूले चाहिँ एउटा कुरा के गर्छ भन्दाखेरि अब आउने चुनावमा बाहुन छेत्रीहरू सल्लाह गरेर एउटै पार्टीमा भोट हाल्छ हेर्नुहोस् चाहे त्यो माओवादीको होस् चाहे रापरपाको होस् चाहे काङ्ग्रेसको होस् चाहे जे पो भनोस् तर एउटै पार्टीमा भोट हाल्छ र यो मङ्गोलको बढी फलो भएको कारणले अब चुनाव पनि यहीँको यो मगर गुरुङ खोजेर चुनाव लडाउँछ हाम्रो मान्छेलाई हराउनलाई तर तपाईँहरूले यो कुरा बुझ्नुहोस् कि बाहुन छेत्रीहरू भनेको फटा हुन् जाली हुन् र यिनीहरूलाई हामीले विश्वास कहिल्यै पनि गर्नु हुँदैन भन्ने कुरा पनि तपाईँहरूले चाहिँ नबिर्सुनुहोस् के लेखेको छ ठुलो स्वरले भन्नु सबले हो जनजाति आदिवासी बाहुन छेत्री हुन् त्यसैले अब बिचरा त्यसै नभएका मित्रहरूलाई म के भन्छु नार जनजातिहरूलाई अब सरकारले छुट्टाएको कोटामा तपाईँहरू चाहिँ भर्ना गर्नु होला है जनजाति आदिवासी कोटामा हामी मङ्गोलले गर्ने तपाईँहरू जनजाति आदिवासी बाहुन छेत्री साथीहरूले चाहिँ त्यो कोटामा जाहिर खाने भर्ती हुने लाउडे हुने के गर्ने हो गर्ने यो तपाईँहरूको काम हो अब यो हाम्रो काम होइन है अनि बाहुन छेत्रीलाई आज मात्रै निन्दा लागेको होइन पाल्पाको बाहुन छेत्रीलाई आज निन्दा नलाग्दा फरक कुरा हो बाहुन छेत्रीलाई निन्दा नलागेको जुन दिन यो नेपालमा बस्ने मङ्गोलहरूको पागतमा रक्सीको बोतल हाल्न छोडेर किताब हाल्न थाल्यो नि त्यो दिनदेखि बाहुन छेत्रीलाई निन्दा लाग्न छोडेको है अब रक्सी हाल्थ्यो रक्सी खान्थ्यो र त अनि आफ्नै स्वास्नीलाई पनि बाहुनलाई ए बाजे आछन् आज त भन्न छोड्थ्यो आफ्नै दिदीबहिनीलाई पनि राम्रा राम्रा दिदीबहिनी दिन्थ्यो बाहुनलाई त्यो थियो नि त मुखियाको जमानाहरू त छ नि यहाँ कति पुराना बुढाहरूलाई त्यो कुरा थाहा पनि छ त अनि अब त रक्सी हाल्न छोडेर यो पागतमा पुस्तक हालेर हिँड्न थालिसकेपछि बाहुन छेत्रीको त्यहाँबाट निन्दा आरम्भ भएको हो त्यही माथि डाक्टर गोपाल गुरुङको यो कुरा आइसकेपछि अब बाहुन छेत्री वैचारिक हिसाबले नेपालमा 80% मङ्गोल छ कि 20% बाहुन छेत्री छ 20% बाहुन छेत्रीमा पनि
15% बाहुन छेत्री वैचारिक हिसाबमा मरिसक्यो वैचारिक हिसाबमा मरिसक्यो। त मर्नु भनेको केही पनि गर्न नसक्नु। यहाँको हाम्रो डिएसपीलाई मैले भेट्न गएको थिएँ, ऊ पनि बाहुनै हो। यो माथि प्रधानमन्त्री प्रचण्डले बाहुनै हो। अहिले भर्खरै ल त्यो जिउडो भएको भए त यो म च्यालेन्ज दिन्छु, त जिउडो जस्तो देखा मिस्टर बर्नबाससँग खेल, सिङ्गल खेल भौतिकले खेल्छस् कि भौतिकले खेल्छस्, तयार छु। मरेको भएर त उता मरिराखेछ नि त। यत्रो सेना भएर यहाँ सुरक्षा स्वास्थ्य ड्यारहेछ, यता पुलिस पनि बसेछ, खै त यिनले आएर डन्डा मन्डा गर्दैन त, किनभने उनीहरू मरिसक्यो।